हामी यही जोडा ओह्रालो झन्ती लाग्यो आयो यही जोडा तामाङ ड्रेसलाई I got so much. नमस्ते। आज हामीहरू नुवाकोटको एक ऐतिहासिक ठाउँ सूर्यगढी भ्रमण गर्दैछौँ। यो परापूर्व कालदेखि नै सूर्यगढी अर्थात् सूर्यको एउटा प्रकाश लिएर बनेको ठाउँ हो अरे त्यो चाहिँ। अनि यहाँबाट दुश्मनहरूसँग लडाइँ गर्नको लागि पनि यहाँबाट अवलोकन गर्ने ठाउँ रे। यहाँबाट चाहिँ सबै ठाउँ देख्नुभएको थियो। सबै ठाउँ देख्नुभएको कारणले अब दुश्मनहरू आउने जाने सबै चालचलन यहाँबाट अवलोकन गर्नु मिल्ने भएको कारणले यस ठाउँलाई चाहिँ एक किल्ला अर्थात् सूर्यगढी नाम दिएर बनाएको ठाउँ रहेछ। अब यस सूर्यगढी ठाउँबाट चाहिँ रसुवा लगायतका सम्पूर्ण जिल्लाहरू देखिन्छ यहाँबाट। र नुवाकोटको सम्पूर्ण ठाउँहरू जस्तै तादे, लिखु, ककनी सम्पूर्ण ठाउँ यहाँबाट अवलोकन गर्न सकिन्छ है। हजुर हजुर हजुरहरू पनि एकचोटि यहाँ आइदिनु होला। ल अब हामी माथि गएर फेरि अर्को ब्लगमा कुराकानी गर्नेछौँ। हस्त धन्यवाद। ल लाइट परेन कि यसरी पर्ने हेरी तिमलाई हेरौँला फुलै टिभी तिमलाई सजाउँला नमस्ते। आज हामीहरू चाहिँ सूर्यगढी गाउँपालिका चौगते 3 नम्बर वडामा यो घुम्न आएका छौँ। अहिले चाहिँ हामीहरू चाहिँ ठ्याक्कै सूर्यगढीमा छौँ। यो चाहिँ परापूर्व कालदेखि नै यो लडाइँ गर्नको लागि बनाएको रहेछ। अनि यसको पारिपट्टि चाहिँ हामीले हेर्ने हो भने रसुवा धुन्चे देख्न सक्छौँ भने यतापट्टि हेर्ने हो भने चाहिँ हाम्रो अब लिखु गाउँपालिका, ककनी यस्ता यस्ता पञ्चकन्या गाउँपालिकाहरू छ। यो ठाउँ चाहिँ एकदम रमाइलो ठाउँ छ। अब पहिला चाहिँ यहाँ चाहिँ लडाइँ गर्नको लागि यो बनाएको रहेछ। यो सूर्यगढी गाउँपालिका सूर्यगढी बनाएको रहेछ। यो चाहिँ बिदुरबाट 17 किलोमिटर र काठमाडौँबाट 85 किलोमिटरमा रहेको रहेछ। यो चाहिँ अब यहाँ चाहिँ अब धेरै मठ मन्दिरहरू रहेका छन्। त्यसमा पनि एकदम प्रसिद्ध चाहिँ यो सूर्यगढी चाहिँ एकदम प्रसिद्ध छ। त्यस्तै प्रसिद्ध मन्दिरहरू चाहिँ अब नुवाकोटमा नुवाकोट दरबार, धुप्चेश्वर जस्तै अब यो पनि एउटा बागेश्वरी थियो पहिला। अहिले चाहिँ सूर्यगढी गाउँपालिकाको नामले चिरपरिचित छ। हजुरहरू पनि एकचोटि चाहिँ यो ठाउँमा एकदम आउनुपर्ने ठाउँ छ। यो चाहिँ धेरै रमाइलो ठाउँ छ पिकनिक आउनको लागिदेखि लिएर अब फ्यामिली भ्रमणहरूदेखि आउनदेखि लिएर छ। चाहिँ युद्धकालदेखि नै हामी यहाँ देख्न सक्छौँ। यसको ऐतिहासिक कुराहरू चाहिँ यहाँ लेखिएको छ यसरी। बागमती प्रदेश नुवाकोट सूर्यगढी गाउँपालिका वडा नम्बर 3 चौगते स्थित ऐतिहासिक क्षेत्र अन्तर्गत सूर्यगढी, चन्द्रगढी र बागेश्वरी मन्दिर रहेको छ। सो क्षेत्र जिल्ला सदरमुकाम बिदुरदेखि करिब 17 किलोमिटर र काठमाडौँदेखि 85 किलोमिटर दूरीमा रहेको छ। त्यसैले आज हामी यो ठाउँ घुमेर चाहिँ अब हामी फर्किन लागिरहेका छौँ। हजुरहरू पनि यो ठाउँ एकचोटि आएर अवलोकन गरिदिनु एकदम अब यति फर्नुपर्ने छ। हामी टाढा पुग्नुपर्ने भएको कारणले आज हामीहरूलाई
यति मात्र देखाउन सक्यौँ। हस्त है। झुन्न हेरी तिमलाई हेरौँला फुलै टिपी तिमलाई सजाउँला झुन्न हेरी तिमलाई हेरौँला हेरौँला फुलै टिपी तिमलाई सजाउँला भन के हो नाउ तिम्रो कहाँ होला गाउँ तिम्रो कुनै हो र बाउ तिम्रो र को हो र भोकी आम्ला पञ्चे बाजा पुजारी निलेर आज भागी जाउँ न नाम्चे बजार बजार झुन्न हेरी तिमलाई हेरौँला फुलै टिपी तिम ल हामी सूर्यगढी डाँडाबाट पनि अब हामी झरिसकेका छौँ है। अब एउटा गीत गाउनु पर्ने छ, एउटा गीत गाइदिउँ यसो भन्ने सोचमा पनि आयो है त। म सँगसँगै अब है तपाईँहरूले पनि गाउनुपर्छ है त है। अब गीत चाहिँ के छ भन्दा जन्ती आयो तामाङ ड्रेस लाएर भोग मेटाउँला कोक र ब्रेड खाएर है नि त। ए जन्ती आयो ए है जोडा तामाङ ड्रेस लाएर भोग मेटाउँला ब्रेड र कोक खाएर। हे लाग्यो हामी यही जोडा ओह्रालो लाग्यो 2-4 जना साथी थियो कहाँ भाग्यो लाग्यो हामी यही जोडा ओह्रालो लाग्यो 2-4 जना साथी थियो कहाँ भाग्यो। आशाको छोरी मन पर्यो आमाले बुहारी हेर्ने रे आमाले बुहारी यसपालि आउने मङ्सिरमा घर जाउँ मेरो गर्ने रे घर जाउँ मेरो गर्नलाई सक्छ कि सक्दैन घाँस र दाउरा मेला बार घाँस र दाउरा साँचो माया हो भने जीवनमा बनाइदिनु हुर